दोस्रो कोरिन्थी 5:17 यसरी भन्नुभएको छ, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। आमेन। यो खण्डबाट हामी बुझ्न सक्छौँ कि यीशु ख्रीष्टलाई विश्वास गर्दा हाम्रो पुरानो पापमय जीवन अन्त्य हुन्छ। प्रभुमा हामी नयाँ जीवन, नयाँ सोच, नयाँ आशा र नयाँ दिशा हामीले प्राप्त गरेको छौँ। तर आज हामी पुरानो स्वभावमा नै बाँचिराखेका छौँ कि नयाँ जीवनमा अघि बढ्दैछौँ। हामी विचार गरौँ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आजको दिनदेखि नै हामी नयाँ चालमा चलौँ, आज्ञाकारिता जीवन जिउन सकौँ, मेरो प्रार्थना छ। परमेश्वरले हामी सबैलाई आज्ञाकारितामा रहनको लागि, उहाँको महिमा गर्नको लागि एउटा अनुग्रहदेखि अर्को अनुग्रहमा बढाउँदै लानुभएको होस्। आमेन। यो नयाँ वर्षको हजुरहरू सबैजनालाई मेरो धेरै धेरै शुभकामना छ।